नमस्ते एभ्रिवान, म छु अहिले मेरो गाउँमा। त्यो छ यहाँको दृश्य चाहिँ, त्यो हाम्रो खोले पकाउने ठाउँ, त्यहाँ हाम्रो बाथरुम टोइलेट, यता हाम्रो यहाँ सागसब्जीहरू लगाएको छ, यहाँ फुलहरू छ, यहाँ अनिल दादाको बाइक छ, त्यहाँ खल्फीको अचार। सो यस्तै छ। सो आज म उहाँसँग केही कुराहरू गर्नेछु। हुन्छ नि, यो चाहिँ ड्याड्स डटर टाइम भनौँ न, त्यसरी लिन्छु म यसलाई। उहाँ चाहिँ मेरो बाबा हो। मेरो लिक्स हामी सिमिलर पनि देख्छौँ होला मेबी। सो उहाँ चाहिँ पेसाले एक किसान हो होइन। र हजुरको बारेमा अलिकति केही भनिदिनुहोस् न। आउँदैन भनिदिनुहोस् न। सो उहाँ चाहिँ अलिकति कमेडी पनि होइसिन्छ होइन, त्यही भएर सिधै आउँदैन भनिदिनु भयो। बट हिज अ फार्मर। अनि त्यसपछि उहाँको नाम चाहिँ गोपाल पौडेल हो। त्यस्तो नाम। सो अब हाम्रो चाहिँ घरमा एउटा गाई छ, हामीले भर्खर ल्याएको गाई छ, र त्यसलाई चाहिँ हामी घाँस काट्छौँ, अनि त्यसको दुध दुन्छौँ, अनि दुध खान्छौँ, अनि दुध डेरी पनि लान्छौँ, थोरै दुध खान्छौँ, त्यसको चिया बनाएर खान्छौँ, कहिले कहिले हामी दही बनाउँछौँ, कहिले हामी मोही बनाउँछौँ। र त्यो गाईलाई हेरचाह गर्ने विशेष व्यक्ति चाहिँ को हो भन्दैछु न बाबा। सो उहाँ चाहिँ के अरे विशेष व्यक्ति चाहिँ उहाँ हो होइन। मेरो बाबा चाहिँ एकदमै साई पर्सन हो कि, हि इज इन्ट्रोभर्ट टाइप अफ पर्सन होइन। सो उहाँले चाहिँ खासै बोल्न रुचाउनु हुन्न, म चाहिँ एक्स्ट्रोभर्ट छु है। सो केही त भन्दैछु न यार बाबा, प्लिज भन्न त कस्तो। सो अब लाइक अब के भन्नुहुन्छ हजुरहरूले होइन मेरो बाबालाई होइन। हि इज सच अ इनोसेन्ट ह्युमन बिङ के, यति इनोसेन्ट होइसिन्छ नि मेरो बाबा। आई जस्ट लभ माई ड्याड होइन। सो उहाँको इनोसेन्सीलाई देखेरै मलाई चाहिँ जिन्दगीमा केही गर्नुपर्छ मेरो बाबाको लागि, दुःख मेहनत गर्नुपर्छ भन्ने लाग्छ कि। हि इज माई मोटिभेसन, हि इज माई एभ्रिथिङ के। आफ्नो बाबा त आफ्नो एउटा छोरीको लागि चाहिँ, एउटा बाबा भनेको चाहिँ जहिले पनि एभ्रिथिङ नै हो कि। लाइक कोही कुराको लागि गर्नलाई, मोटिभेट मिल्नलाई, एभ्रिथिङको लागि मेरो ड्याड हो होइन। ड्याडले चाहिँ कस्तो गर्नुहुन्थ्यो भने पहिला पनि इभन अहिले पनि के, उहाँले कहिले पनि आफूलाई नयाँ लुगा किनेर लाउनु भएन कि। जहिले पनि हाम्रो लागि सोच्नुहुन्थ्यो होइन। जहिले पनि आफ्नो बच्चालाई सोच्नुहुन्थ्यो। इभन अहिले पनि होइन, हि थिङ्क अबाउट अस बट हि नेभर थिङ्क अबाउट हिमसेल्फ के। अनि सो द्याट्स वाइ आई लभ हिम द मस्ट होइन। देयर आर सो मेनी रिजन आई लभ हिम द मस्ट होइन। अनि मेरो बाबा चाहिँ मेरो तागत हो, मेरो बाबा चाहिँ मेरो मोटिभेसन हो, मेरो बाबा चाहिँ मेरो सबै कुरा हो। मेरो बाबाको दुःख, मेरो बाबाले मेरो लागि गरेको त्याग सम्झिँदाखेरि जहिले पनि मलाई आफूले जिन्दगीमा केही न केही गरेर चाहिँ मेरो बाबालाई मैले खुसी बनाउनु पर्छ है भन्ने लाग्छ। सो द्याट्स मच फर माई ड्याड। सो यो चाहिँ मेरो ड्याडसँगको एउटा टाइम थियो। थ्याङ्क यू सो मच फर वाचिङ एभ्री वान। थ्याङ्क यू।